भी तुझे बेइंतहा प्यार दो, मैं जानिए बार दो, हर जीत भी हार दो, कीमत हो जो भी तुझे बेइंतहा प्यार दो, सारे हदें मेरी अब मैंने तोड़ दी, देकर तुझे पता आवारगी बन गए, हाँ हंसी बन गए, हाँ नमी बन गए, तुम मेरी आसमां मेरी जमी बन गए हो। फसाएर प्रेम गर्नु तर प्रेम गरेर नफसाउनु, सोचेर प्रेम गर्नु तर प्रेम गरेर नसोच्नु, दिल तोडेर प्रेम गर्नु तर प्रेम गरेर कसैको दिल नतोड्नु। म यहाँ एउटा चुटकिला भन्छु। यहाँ मेरो चुटकिलामा एउटा डाक्टर, एउटा श्रीमान र एउटा श्रीमती रहेको छ। यहाँ श्रीमानलाई केही गडबडी हुँदा डाक्टर कहाँ गएछ। डाक्टरले त्यो उहाँको पिसाब र ब्लड टेस्ट गर्छ, तर ब्लड मात्र टेस्ट गर्छ, पिसाब नभएको बेला उसलाई भन्छ श्रीमानलाई घरबाट पिसाब फेरेर ल्याउनु। तर राति हुन्छ, राति सुत्दा श्रीमानले आफ्नो पिसाब फेरेर बोतल भित्र राखेर अनि आफ्नो बेडको अलि तल गरेर राख्छ। तर राति श्रीमतीले उठ्दा त्यो बोतललाई टाङले अलि खुट्टाले ठेकेर बोतलको सबै पिसाब उ गरिदिन्छ, पकिदिन्छ। अनि श्रीमतीलाई डर हुन्छ। फेरि श्रीमानले भोलि उडा मलाई के गर्छ, गाली गर्छ कि के गर्छ, कसो के गर्छ भने श्रीमतीले आफ्नै पेसाब फेरेर त्यो बोतलभित्र राखिदिन्छ। भोलि त्यही पिसाब लिएर श्रीमानले डाक्टर कहाँ जाँदा त्यो पिसाब लिएर श्रीमानले त्यो डाक्टर कहाँ जाँदा पिसाबलाई डाक्टरले टेस्ट गर्दा अनि त्यो पिसाब रिपोर्ट आएर भन्छ श्रीमानलाई, डाक्टरले भन्छ श्रीमानलाई कङ्ग्रेचुलेसन, तपाईँ प्रेग्नेन्सी हुनुहुन्छ। कुनै मान्छे चप्पल जस्तै हुन्छ, साथको दिन्छ तर पछाडिबाट हिलो उछाल्दै हुन्छ। त्यस्तै बिरुवा र सम्बन्ध उस्तै हुन्छ, बिरुवा र सम्बन्ध उस्तै हुन्छ, लगाएर बिर्सियो भने सुकेर जान्छ।